हेलो सबैजनालाई कस्तो हुनुहुन्छ तपाईहरु। म चाहिँ अहिले है वाइवाईको सुप बनाएर खाँदैछु है। कति भयो मैले वाइवाईको सुप नखाएको, पुरा मन पर्छ है वाइवाईको यसरी सुप बनाएर। बिमारीहरु हुँदा है विशेष गरी ज्वरो आएको बेलामा क्या केही खानु मन लाग्दैन नि त है, मुख मिठै हुँदैन, अनि यस्तो वाइवाईको सुप बनाएर खानु मिठो लाग्छ है, रुच्छ। खाना नरुचेको बेलामा चाहिँ यस्तो रुच्छ। अन्त बिमार पनि जाती भएको जस्तै हुन्छ है यस्तो खाएर। धेरै दिनको बाद खाएको मैले वाइवाईको सुप चाहिँ। हुन्छ साथीहरु, म त इन्जोय गर्छु है, तपाईहरु पनि कोही बेला खानुस् वाइवाईको सुप बनाएर, यसरी मिठो हुन्छ है।